हस् ल मम्मी भेट्न आइरहेको छु One, two, three, come go, glory. Waiter भन्नुभएको रहेछ छेउमा त काठमा लाग्यो कुइनेलाई मात्र मामा त्यो छ अनि भिडियो बनाऊ कि भनेको मामा खै भिडियो बनाउनु पाएन भने हाम्रो मामा हिँड्छ मामा यत्रिको बुढो मान्छे के भिडियो बनाउनु पर्यो तर भेटिन्छ चरा हाम्रो यी घरमा आइपुग्यो है यो अस्ति भाइ थियो नि भाइ आएको थियो लोरी याद गर्नुभयो कि भएन ओ मम ओ हाम्रो इबी देख्नुभएको छ कि लोरीले अब के गर्दैन ओ भाइ ए नमस्ते ओ इबी हाम्रो इबी जिउ गर्नुहोस् हाम्रो इबीलाई हाम्रो कुराबाट सुक्ख होस् बाजे मामा नमस्कार मम्मीले कति वर्ष भइरह्यो अब 90 नाग्यो कति वर्ष पुग्नु भयो मम्मीले हजुर हजुर यत्रो बगाल भएको छ यस्तो गरेर सुमन डाक्टर भयो सुमन डाक्टर ए सिमन मामाले भिडियो सानो खिच्दैछ है ए हजुर रुन्दै बस्दै नि आसो रुन्दा रुन्दा रुनु हुँदैन यत्रो भाग्यमानी मान्छे किन रुने रुनु हुँदैन यत्रो भाग्यमानी मान्छे किन रुने कर्चिक ममको मम्मी कर्चिक ममको मम्मी हेर्नु त ल नमस्कार गर्नु ल है हामी एकदम है ठुलो हजुर बथाङ हामी त थरी थरी लामा हैन मेमे पनि थरी लामा निङमा लामा हो लामाको सन्तान स्क्रिनमा टच हुँदैन खेलेको रे खेलेको के भन्छ के खेल्ने रे के गट्टी गट्टी खेल्ने खेल्ने रे गुट्टी रसमाको बेलामा आउनु यसले रसमा भिक्रेको पुग्यो अब यति पायो धेरै पायो धन्यवाद खानुलाई भइहाल्छ रसमा यसपालि भिक्र्यो नि रहेछ सबै बिग्रेछ पानी परेको त्यति भयो पानी परेको माथि छ नि करा माथि ऊ त्यो रुख छ नि एक करा माथि अर्काको कमाउँछ त 3 कट्टा या 3 कट्टा गर्दा त कति भयो माथि त रात खाने न खान माथि रातमा त होला त्यो सिटीको जस्तो उड्छ नि छाउँ जस्तो गरेको पहिला पहिलाको खात खात त्यस्तो गएको हो कति 95 वर्ष पुग्यो इबी त्यस्तो भइसक्यो कम त उठेर जाडोले नि अनि यस्तो जाडो छ र आमा नाति पलातीहरू सबै खेतमै भुलिसक्यो अब म हुनु सक्दैन इबीले देख्दै रहेछ त अनि आँखा त मलाई छिन्तीमाहरू भाग्यो होला इबीको त 95 वर्षको उमेरमा पनि फुलेको देख्दै रहेछ फुलेको देख्नुभयो भनेपछि त आँखा त राम्रै रहेछ नि के गर्नु अब म मर्ने बेलामा चाहिँ मेरो आउँछ कि आउँदैन ओ आइरहेको छु त इबीले भेट्न आइरहेको छु तिम्रो छ्यामाले के भन्छ
भयो राम्रो छैन मलाई किन मान्छेको आमा भन्दा मेरो आमा राम्रो छ भन्छ त एकदम एकदम राम्रो नि कहाँ 90 वर्षसम्म यस्तो हिँड्नु सक्नु आँखा देख्ने तर हुने बेलामा मान्छेले आमा यो फुपू जस्तो हामी भएको भए त हो कि फोन थियो अहिले यस्तो हजुर यस्तो भइसकेको छ यी व्यक्ति राम्रो छ नि कहाँ भन्दैन त कसलाई देखाउनु जानेलाई खिचे यो संसारलाई देखाउनु पर्यो मेरो 90 वर्ष पुगेको हजुरआमा हो भन्ने 90 वर्ष पुगेको हजुरआमा यहाँ छ यी 90 वर्ष नाग्न थालेको हजुरआमा यो हो भन्ने है हो कि होइन कान्छीले नि हिटका हुँदै फोटो खिच्ने कि हिजो अस्ति उता सङ्गीताको घरमा ए हो ए आयो हो कि मान्छे जस्तो राम्रो छैन के छैन मान्छेको आमा भन्दा मेरो आमा राम्रो एकदम राम्रो छ नि त्यसो भन्छ कान्छीले दिनरात खा रसमा टिप्ने बेलामा आएको भए त हो नि रसमा यसपालि राम्रो छैन माथिल्लो घरमा राम्रो छ होला यस्तो छ हजुर हो त्यो अर्काको कमाउँदैछ नि ए यिनीहरूले अर्को पनि काट्नु भएको छ त्यो रुखदेखि कि एक घर अलिक माथि छ हाम्रो भएको छ यहाँ पनि 3 कट्ठा छ हाम्रो ए ल 1 2 3 कम गो ग्लोरी स्माइल मनी हस् ल मनी पे में हो रे हजुरआमा बाट आशीर्वाद मनी जाउँछु म के गर्न रुन्छु पनि आउनै मानेन त ए यो आमाको दुःख गर्नु भयो आमा बिहान उठ्ने बित्तिकै म त हजुर चिया बाहिर ल्याउनु न बाहिर बस्नु बाहिर खानु पनि कहाँ त्यति खानु जाने के हो छेमा वेटर बन्नुभएको रहेछ छेमा त छेमाले हो चिया कति होला प्राइस चाहिँ अब चिया पिउनु पर्यो उनीहरू छेमाले यति राम्रो गरी चिया ल्याउनु भएको रहेछ 1 करोडको चिया हो 1 करोडको 1 करोडको है करोडको चिया करोडको चिया यो आमा भाइ आऊ ल चिया कस्तो नराम्रो कलर करोडको चिया यस्तो त हुन्छ नि चियामा ल कति 2 किलोमिटरमा खै त्यो त ठुलो छ क्या कति 2 किलो हुन्छ कि त्यो त है 2 किलो हुने चाहिँ त्यो त चाइनिज सागहरू पनि टन्नै रहेछ काठमा लागेर कुहिनेलाई मात्र यो चाहिँ निकाल्दिन्छु 2 किलोको रहेछ त्यो खै मामा त्यो छ अनि भिडियो बनाऊ कि भनेको मामा खै भिडियो बनाउनु पाएन भने हाम्रो मामा हिँड्छ मामा बुढो मान्छे के भिडियो बनाउनु पर्यो कहाँ बुढो हुनु मामा मामाको मेरोमा त चरा चरा भेटिन्छ चरा र आमा पानी तान्दो रहेछ त्यसो नि वाउ कति राम्रो छ होइ त्रिका अनि यस्तो पनि धेरै फल्ला त यति पनि धेरै फल्छ त यो मूल है
उखाल्दै जा बाटैबाट ठुल्ठुलो खाँदा मुलुदी भन्दा जस्तो दिला दिन्छ जति लाने धेर नलाने यहाँको मान्छेले यस्तो चिज त धनिया लाने भाइ दिन्छु घिउसीमा त मजाले राजोमा र घिउसीमा फरक पर्छ हुन्छ फरक छ कि छैन कुन चाहिँ घिउसी कुन चाहिँ राजो यो घिउ सिमी यो राजमा यसको दाना खाने यो बोक्रै सिद्ध हुन्छ यो कति भ्यालु हुन्छ मुलाको भन्ने कुरा आमा भए कस्तो सुर्छ यो के हो हट कहाँ काठमाडौँतिर जतिसुकै पाउँछ क्या यो मुलाहरू यस्तो बाटो भएपछि घडेर मेरो यो चोक्टा एउटालाई 20 लाखमा बेचिदिन्छु समयको है 20 लाख नम्बरी भएपछि यो के को बोट हो यो चाहिँ राजमाको बोट यो राजमा है यो चाहिँ यो घिउ सिमी ओहो सिमीहरू यहाँको मान्छे त चौटीको भक्तपुरै यहाँको मान्छेहरू त यसो फलफुल के रहेछ खानालाई केही टेन्सन नहुने छ टेन्सन फ्री यार लटे पैसाहरू के गर्ने अब यहाँबाट मान्छेहरु बेच्न गेलाम सस्तो परिहाल्छ यो तरकारीहरु भावै आउँदैन भावै हुँदैन तरकारी यो चाहिँ भक्तपुरै हो भन्छ अहिले चाहिँ पनि हो 6 किलोको हामीले चाहिँ हाम्रो भक्तपुरै के किलो भक्तपुरबाट लिएर आएको हैन यही यो चाहिँ झुप्पो झुप्पो यो 100 रुपैयाँ किलो जान्छ नि त यसपालि झन् पानी परेर ए यो चाहिँ मान्छेले किन्छ 100 रुपियाँ किलो म त इबीलाई भेट्न आउने हो कि इबीलाई भेट्न आउने हो कि ल बाई ल म इबी ल ल बाई बाई मेरो इबीले बाई बाई है इबी ल बाई बाई है सबैजनालाई ल बाई बाई गाडीको फोटो खिचिदिन्छ छ्यामाको फोटो आउँछ कहाँ पुग्यो यिनीहरू ल हामी खेतमा पुग्यो खेतमा खेतमा लड्यो भने फेरि उठ्ने लड्यो भने उठ्ने के उठ्ने त्यताबाट बाटो छ र पुलो नाम सक्दैन यताबाट हैन यता पुलबाट आमा त्यहाँ आउँदै रहेछ आमा यहाँबाट हो गरी पुल राम्रोसँग हिँड्नुहोस् तिम्रो घर अगाडि आइपुग्छ नि बाबाले छोरीले फलो गर्दैछु यता हेर्नु त बाबाले भिडियो खिच्नु पर्दैन यता त स्कुलको पछाडितिर पो आइपुग्छ त कस्तो बल आयो सिमनलाई सिमन यता हेर्नुहोस् मामालाई मम्मी गयो मेरो मम्मी हो यो मेरो मम्मी हो
छ है छोरी मेरो छोरीको हिँडाइ पनि यस्तो खतरा छ यी जङ्गलको छेउतिर आइपुगेको छ घर पनि यता जङ्गलको छेउतिर पपिले के गर्दैन त्यस्तो जिस्काउनु हुन्न पपिले जिस्काउनु होइन नि भन्नु न बाबाले भिडियो बनाउँछ भिडियो बनाउँछ भने कता कता भिडियो पनि खै सबै फोटो आउँदो रहेछ ल एकदम हामी त काठमाडौँमा त्यो केक किनेर दिने हो कुकुरलाई बाजे कति वर्ष भयो भन्नुहोस् सोध्नुहोस् छोरी बाजे कति वर्ष म अहिले 85 भयो पुरो भयो अब 86 मा लाग्छ अहिले 80-85 मा उमेर पुरो हुने थाल्यो 2 महिना 1-2 महिना बाँकी छ त्यहाँबाट 86 मा लाग्छ बाजेसँग भेटेर खुसी लाग्यो भन छोरी बाजेसँग भेटेर म त खुसी लाग्यो नि भन्नु न खुसी छ भन्नु न खुसी छ मेरो बाजे अब काठमाडौँमा आउँछ अब भन मेरो बाजे अब काठमाडौँमा आउँछ मसँग बस्छ आउनु पर्दैन ल त ल बाई बाई